वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप आशा छ हजुरहरू पनि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम आरामै ठिक छु। अनि साथीहरू म चाहिँ फेरि हजुरहरूको अगाडि भिडियो लिएर आएकी छु। कस्तो लाग्छ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुहोला। मनपर्छ भने लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। मैले चाहिँ आज चाहिँ के भिडियो लिएर आएको छु भन्दाखेरि आज चाहिँ म चाहिँ कोलटारी जान लाग्यो साथीहरू। हामी चाहिँ कोलटारी किन जान लाग्यो भन्दाखेरि हामी चाहिँ आज चाहिँ कोलटारीमा चाहिँ यस्तो बच्चा पाएर अनि ऊ हुन्छ नि पुरस्कार दिने कि साथीहरू, त्यस्तो पुरस्कार दिनुहुन्छ। किनकि त्यो पुरस्कार चाहिँ किन दिनु भएको भन्दाखेरि चाहिँ हामीले चाहिँ सुरुमा जन्मिएर 1 महिनादेखि 2 वर्षसम्म के अरे खोप लाएर अनि फेरि 15 महिनासम्म खोप लाएर हिँड्नुपर्छ। अनि फेरि खोप लाउने जोक्ने गर्नुपर्छ। अनि 2 वर्षसम्म चाहिँ जोकेर हिँड्नुपर्छ साथीहरू। अनि मैले चाहिँ 2 वर्षसम्म जोकेर हिँडेको। अब मेरो छोरी चाहिँ अब चाहिँ 23 महिना भइसक्यो। 2 वर्ष पनि 26 महिना भइसक्यो। अनि 2 वर्ष पनि कट्यो मेरो छोरी चाहिँ। अनि साथीहरू मलाई चाहिँ मेरो नाम पनि आएको रहेछ, खुसी लाग्यो। अनि म चाहिँ फेरि त्यहाँ जान लाग्यो साथीहरू कोलटारी। म मतलब हाम्रो गाउँको चाहिँ 4-5 जना परेको रहेछ। अनि हामी चाहिँ जान्छौँ है साथीहरू। अब चाहिँ म चाहिँ जान निस्किन लाग्यो साथीहरू। ठ्याक्कै त्यहाँ चाहिँ के अरे 9 बजे पुग्न पर्ने रहेछ। अहिले चाहिँ 8:30 भइसक्यो साथीहरू। म चाहिँ छोरीलाई नलिएर पनि जान मिल्ने रहेछ साथीहरू। म चाहिँ छोरीलाई चाहिँ उता आफ्नो निनीको आज चाहिँ शनिबार हो नि त। अनि शनिबारको दिनमा चाहिँ ठ्याक्क मिल्यो। अनि म चाहिँ छोरीलाई चाहिँ आफ्नो निनीसँग राखेर जान्छु है साथीहरू। अनि आज चाहिँ एउटा चाहिँ हाम्रो चाहिँ रोपाइ छ कि साथीहरू। के होला यस्तो, म चाहिँ भर्खर के अरे बिहानै गएर धान उखालेर धानको बिउ काटेर आएको है साथीहरू। अनि आएर चाहिँ खाना खाएर हातखुट्टाहरू धोएर अब चाहिँ निस्किन लागेको साथीहरू। त्यहाँ चाहिँ आमा समूहको यो वडा नम्बर 4 को के अरे आमा समूहहरूको चाहिँ सबैजना जानुपर्ने हुन्छ है साथीहरू। आमा समूहको सबैजना मतलब भ्याउनेहरू छ। आजभोलि फेरि बर्खा हो कि साथीहरू, धान रोप्न बिजी हुन्छन् सबैजना। अनि भ्याएको जति चाहिँ जान्छौँ है। हाम्रो गाउँको चाहिँ कति निस्किन्छ, तिनीहरू चाहिँ 11 बजीदेखि 2 बजीसम्म भन्नुभएको रहेछ। अस्ति फेरि हामी फेरि योभन्दा 2 दिन अगाडि फेरि त्यहाँ कोलटारी गर्थ्यौँ। अनि कोलटारी चाहिँ सानो यति बैठक भएको थियो साथीहरू। अनि हामी चाहिँ त्यहाँ गर्थ्यौँ। अस्ति चाहिँ आमा समूहको उताको कान्छी दिदी र म चाहिँ गएर आएको। अनि आज 13 गतेको दिनमा चाहिँ आज चाहिँ बोला छ कि साथीहरू। अनि हामी 2 जना लाग्यो फेरि त्यहाँ कस्तो हुन्छ हेर्दै गर्नु होला है त। अब चाहिँ म चाहिँ निस्केको, अहिले चाहिँ देखाउँला साथीहरू। अब चाहिँ हामी चाहिँ हिँडेको है, निस्केर चाहिँ भ्याइसक्यौँ। अब चाहिँ हिँडेको यस्तो घाम लाग्छ साथीहरू। यहाँ चाहिँ पाल्पातिरको बुटोल तानसेन नारायणघाटको गाडी आएको छ साथीहरू। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ साथीहरू। हामी चाहिँ अब चाहिँ हिँडेको खै अटो आइसक्यो। चाहिँ हुनुहुन्छ सबैजना हामी साथीहरू। हामी चाहिँ आइपुग्यौँ है। अब चाहिँ हेर्न सक्नुहुन्छ थुप्रै मान्छे छ है यहाँ चाहिँ। यो चाहिँ कोलटारीको स्वास्थ्य चौकी। इसके बेले जाने एक बार वाव सकैला गर्छु बा कोही बेला सक्के जान्छ साथीहरू। यहाँ चाहिँ काम देख्न सक्नुहुन्छ। उता बुन्डा बेना पनि आउनु भएको छ। विकास भएको र स्वास्थ्य शास्त्रको गाई सुरक्षित रूपमा स्वीकृत हुने दर 7% हल्ला पुगेको देखिन्छ। आर्थिक वर्ष 2079-80मा 113 जनाले गर्भवती थियो भने 113 जनालाई स्वास्थ्यकार स्वीकृति भएको थियो। त्यस्तै गरी 2080-81मा 40 जना गर्भवती महिला थियो भने 40 जना नै स्वास्थ्यकार स्वीकृत भएको छ। यसै गरी 2081-82मा 96 जना
क्यान्सी थियो भने गडबडी थियो भने 96 जनाले स्वास्थ्यमा सुत्केरी भएको छ भने 2082 तिर चाहिँ रनिङ अवस्थामा 74 जनाले स्वास्थ्यमा सुत्केरी भएको छ भने एकले पनि महिलाहरूले घरमा सुत्केरी गरेको छैन बिना वार्डमा तहमा निरन्तर समयको पाउसा परिवार नियोजन प्रयोग र प्रोसेसरी जस्ता कारणले कुल सुत्केरी सङ्ख्या क्रमिक रूपमा सन्तुलन भएको छ। जनसङ्ख्या कार्यक्रमको सम्मान पत्र ग्रहण गरिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दिल कुमारी घाटीज्यूलाई सम्मान पत्र ग्रहण गरिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी मिना कुमारी राउतज्यूलाई म आजको कार्यक्रमको सम्मान पत्र ग्रहण गरिनुको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी इन्द्र कुमारी राणाज्यूलाई पनि म आजको कार्यक्रमको सम्मान पत्र ग्रहण गरिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरी भूमिश्वरा खानगाज्यूलाई पनि म आजको कार्यक्रमको सम्मान पत्र ग्रहण गरिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यस्तै गरी गीता खनालज्यूलाई पनि म आजको कार्यक्रमको सम्मान पत्र ग्रहण हुनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विमला ढेगाज्यूलाई पनि म आजको यस कार्यक्रमको सम्मान ग्रहण गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। देव बहादुर सारूजीलाई पनि म आजको यस कार्यक्रमको मायाको चिनो ग्रहण गरिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। यसै गरी जनता आदि श्री गणेश बस्यालज्यूलाई पनि म आजको यस कार्यक्रमको मायाको चिनो माया चिनो ग्रहण गरिनुको लागि हार्दिक अनुरोध गर्छु। यसै गरी मणिसिद्ध आदिका प्रवास श्री युवराज श्रीज्यूलाई पनि आजको यस कार्यक्रमको मायाको चिनो ग्रहण गरिनुको लागि म हार्दिक अनुरोध गर्दछु। यसै गरी आदरणीय व्यक्तित्व समाजसेवी व्यवसायी श्री भूपर राणाज्यूलाई पनि म आज चर्को घाम लाग्छ। स्केट पार्क ताजा भुल्टा सुनसान छ साथीहरू गीत मात्र बजाएर राख्नु भएको रहेछ। सुनसान तिर चाहिँ कम्पनी चाहिँ ठ्याक्कै देखिन्छ। यस्तो घाम लाग्छ साथीहरू। अब चाहिँ कोलटारीबाट आएको बगैँचासम्म हिँडेर जान्छौँ। त्यहाँदेखि पायो भने अटोमा जान्छौँ नि साथीहरू। घाम लाग्छ साथीहरू। हामी चाहिँ यता बगैँचा घरमा एउटा दिदीहरूले चाहिँ चुरा लाउनु भएको छ। चुरा लाउनु भएको छ। कपडा रहेछ साथीहरू राम्रो राम्रो यता चाहिँ देख्न सक्नुहुन्छ। यस्तो टोपी पनि रहेछ। आजभोलि घाममा काम गरेर लाउने टोपी साथीहरू। यहाँ चाहिँ चुरा लगाएको कस्तो छ हेर्नु र त। एकदम महँगो चुरा चाहिँ 50,000 को चुरा देख्न सक्नुहुन्छ साथीहरू। यहाँ चाहिँ कति राम्रो राम्रो डङ्गीहरू छ। लिन आउनु होला यता बजाइको पसलमा बगैँचा। राम्रो राम्रो कपडाहरू कस्मेटिकका गरगहनाहरू पाइन्छ यहाँ चाहिँ। मलाई चाहिँ यस्तो चुरा चाहिँ धेरै बोक्न मन लाग्दैन, त्यही भएर दुईटा 25 रुपियाँको यो चाहिँ 25,000 को। मान्छे लानु छ यो चाहिँ 2 वर्ष पुगेको मान्छे के अरे बच्चाहरूलाई राम्रोसँग जोकेर हिँड्दा चाहिँ ठ्याक्कै 2 वर्षसम्म जोकेर हिँड्दा चाहिँ पाएको। यो चाहिँ 3-4 जनाले पाठे साथीहरू, धेरैले पाठेन। अनि यो चाहिँ धेरै जसोले पाठे। यो चाहिँ सबैले